हेलो हेलो सम्पूर्णमा नमस्ते गुड मर्निङ शुभ बिहानी। म सम्पूर्ण साथीहरूलाई चाहिँ सेयर कसरी भर्ने भन्ने बारेमा सिकाउँछु है। अब जानेकोले त जानिहाल्नुभयो, उहाँहरूको लागि यो भिडियो होइन नजानेकोहरूको लागि है, जसले चाहिँ जान्नु भएको छैन, जसले चाहिँ सेयर भर्न खोज्दै हुनुहुन्छ, सेयर भनेको के हो भनेर बुझ्न खोज्दै हुनुहुन्छ, उहाँहरूको लागि है विशेष यो भिडियो है। सम्पूर्णको जसले सेयर भर्न खोज्दै हुनुहुन्छ उहाँहरूको बैंकमा खाता हुन जरुरत छ है। जुनसुकै बैंकको नि खाता हुन जरुरत छ नेपालको हकमा है। विदेशको त थाहा छैन मलाई, विदेशको अब हामीले किन्न नि पाइँदैन। नेपालको लागि चाहिँ खाता हुन जरुरत छ। अहिले लगभग सबैको चाहिँ बैंक खाता छ भन्ने जहाँसम्म मलाई लाग्छ। अहिलेको जमानामा बैंक खाता नहुने त कोही पनि मान्छे हुँदैन होइन। त्यहीँ गएर भन्नुपर्छ कि जसरी तपाईँले बैंक खाता खोलेर फर्म भरेर बैंक खाता खोल्नुभयो, त्यसै गरी मेरो सेयरको खाता खोल्ने, डिम्याट एकाउन्ट खोल्ने, डिम्याट एकाउन्ट भनेर त्यहाँ गएर भन्नुपर्छ बैंकमा गएर है। यो इलिगल होइन है, यो अरू जस्तो के इलिगल होइन। यो सब यो सेयर भर्ने, डिम्याट एकाउन्ट खाता खोल्ने, त्यस पछाडि आइपिओ भर्ने, यो सबै लिगल है नेपाल गभर्मेन्टबाट स्वीकृति। यो चाहिँ सम्पूर्णले भर्न सक्नुहुन्छ है। अलिकति लटरी जस्तो नि हो, भाग्य चिट्ठा जस्तो नि हो। तपाईँको पैसा कतै पनि खेर जाँदैन। परे पनि तपाईँलाई सेयर तपाईँको मेरो सेयरको सफ्टवेयरमा लिस्टेड भएर देखाउँछ। परेन भने तपाईँको एकाउन्टमा पैसा रिटर्न पठाइदिन्छ होइन। हो चार्ज 5 रुपियाँ काट्छ बैंकले होइन, त्यो ट्रान्सफर चार्ज, ट्रान्जेक्सन चार्ज। कुनैले 5 रुपियाँ काट्छ, कुनैले 2 रुपियाँ काट्छ। बैंकको सिस्टम हेरेर हुन्छ है। मेरो चाहिँ प्रभु बैंकको छ, 5 रुपियाँ चार्ज काट्छ होइन। पऱ्यो भने सेयर आइहाल्छ, परेन भने अरू पैसा रिटर्न आइहाल्छ 5 रुपियाँ चार्ज काटेर। त्यस कारणले गर्दाखेरि फर्स्ट अफ अल त डिम्याट एकाउन्ट खोल्ने। डिम्याट एकाउन्ट खोल्नलाई तपाईँले जसरी बैंक एकाउन्ट खोल्नुहुन्छ त्यसरी फर्म भरेर त्यहाँनेर आफ्नो ओरिजिनल भनौँ न, ओरिजिनल डुप्लिकेट त हुँदैन, लिगल आफूले नबिर्सिने एकदम स्ट्रङ खाले जिमेल आइडी राख्ने, अनि त्यसको पासपोर्ट राख्ने, त्यो दुईटा नहराउने। त्यसमा चाहिँ तपाईँको सम्पूर्ण फर्म भर्ने, सम्पूर्ण फिलअप गर्ने, त्यहाँ फर्ममा जे भनेछ त्यही अनुसारले फर्म भर्ने। त्यसको लागि चाहिन्छ तपाईँको राष्ट्रिय परिचय पत्र चाहिन्छ, अथवा राष्ट्रिय परिचय पत्र छैन भने त्यसको फर्म भरेको फर्म भए नि हुन्छ। अनि त्यस पछाडि तपाईँको ओरिजिनल नागरिकता लानु होला है। त्यो दुईटा लानुहोस्, फर्म भर्नुहोस्, फर्म उहाँहरूलाई दिनुहोस्। डिम्याट एकाउन्ट खोल्ने यस्तो सेयर भर्नको लागि भनेर भन्नुहोस्। विदेशमा आउनेहरूले चाहिँ एउटा फरेन इम्प्लोइको लागि एउटा फर्म हुन्छ, अर्को छुट्टै फर्म, त्यो भर्नु होला होइन। त्यो पनि त्यही बैंकमै पाउँछ, जहाँ डिम्याट एकाउन्टको खाता खोल्नको लागि फर्म भर्नुहुन्छ त्यहीँ पाउँछ। त्यो भरिसकेपछि जिमेल आइडी पासपोर्ट दिइसकेपछि तपाईँको मोबाइलमा त्यो जिमेल आइडी लगइन हुनुपर्छ। त्यसमा चाहिँ उहाँहरूले तपाईँको सिआरएन नम्बर होइन, त्यस पछाडि तपाईँको युजर आइडी, पासपोर्ट मेल गरेर तपाईँको मेलमा पठाइदिनुहुन्छ। अनि त्यो चाहिँ तपाईँले मेलबाट हेरेर आफ्नो मोबाइलमा मेरो सेयर डाउनलोड गर्ने, त्यस पछाडि बैंकको खाता लिङ्क गर्ने, त्यस पछाडि भनेको युजर आइडी जुन मेलमा आएको हुन्छ त्यो युजर आइडी प्लस पासपोर्ट हालेर लगइन गर्ने। लगइन गरेपछि सम्पूर्ण लिस्टेड भएर देखाउँछ। मेरो जसरी लिस्टेड भएर देखाएको छ र भर्ने यसै गरी हो होइन। म भरेर नि देखाउँछु लिस्टेड भएको, यसरी लिस्टेड हुन्छ, यहाँ आउँछ भनेर नि देखाउँछ है त। यही नै हो, सम्पूर्णले यसै गरी भर्नु होला। पैसा कतै पनि खेर जाँदैन। 5 रुपियाँ कुनै बैंकले 2 रुपियाँ काट्ने हो, खासै ठुलो चार्ज लिँदैन। पऱ्यो भने तपाईँको 1000 रुपियाँको भर्दाखेरि 2-3 हजार, 5-7 हजार, 12-15 हजार, 18-20 हजार होइन। कुनै त मैले सुनिरहेको छु 40-50 हजारसम्म पुगेको छ अरे 1000 रुपियाँ भरे होइन। परेन भने तपाईँको पैसा रिटर्न आउँछ। यही नै हो र भिडियो पुरा हेर्नु होला। अब म यहाँभन्दा अगाडिको प्रक्रिया तपाईँहरूलाई देखाउँछु है त। ओके ल है साथीहरू, ध्यान दिएर हेर्नु होला है त। म यहाँ सेयर भर्ने बारेमा सिकाउँछु है त। तपाईँहरूको मोबाइलमा
अलरेडी अघि मैले भने जस्तै सेटिङ गरेर यो मेरो सेयर डाउनलोड गरेर सबै कुरो लिङ्क गरेर हुनुपर्छ है। ल हेर्नुहोस् यसरी खोल्ने, त्यस पछाडि त्यो मेरो पर्व बैङ्कको आइरहेछ, पर्व क्यापिटल लिमिटेड है। त्यस पछाडि मेरो युजर नेम त्यो भइगयो, यो नम्बर। पासवर्डको ठाउँमा यहाँ पासवर्ड हाल्ने, मैले पासवर्डको ठाउँमा चाहिँ फिङ्गर प्रिन्ट पहिला पासवर्ड हालेर फेरि फिङ्गर प्रिन्ट हालेर सेट गरेको छु। त्यस पछाडि यहाँ ओके गर्ने, अनि मेम्बर लगइन आइडीमा ओके गर्ने, अनि यो लगइनमा क्लिक गर्ने। फिङ्गर नहाल्नेहरूको, फिङ्गर हाल्नेहरूको चाहिँ अब यो फिङ्गरमा क्लिक गर्ने, अनि त्यस पछाडि यसरी टच गर्ने, त्यस पछाडि खोल्छ है। यो होम, माई सेयर, माई एसबा, माई प्रोफाइल, मोरमा क्लिक, यो छवटा छ, छवटा मध्येमा माई एसबामा क्लिक गर्ने यसरी है। माई एसबामा क्लिक गरेपछि मैले भरिसकेको छु है, त्यस कारणले यो एप्लाईमा क्लिक गरेर म देखाउँछ है, एडिट गरेर है। यो मैले भरिसकेको हो है, 10 किता भरेको छ है। यसलाई एडिट गरेर 10 को ठाउँमा 20, 20 को ठाउँमा 30 घटाउन बढाउन मिल्छ है। यसरी मैले 10 किता भरे, 10 किताको 1000 रुपियाँ। सिआरएन नम्बर हाल्ने होइन, तपाईँलाई बैङ्कले के दिन्छ सिआरएन नम्बर, त्यही अनुसार त्यही हाल्नु न, त्यही हालेर ओके गर्नु होला। यो क्लिक गर्नु, क्लिक गरेर यहाँ एडिटको ठाउँमा एप्लाई आउँछ है। मैले यो भरिसकेर एडिट आएको हो, यसमा चाहिँ एप्लाई आउँछ है। अनि यहाँनिर एप्लाई आएपछि अनि यहाँनिर ट्रान्जेक्सन पिन हाल्ने होइन, त्यो तपाईँको पैसा ट्रान्सफर गर्ने पिन, एटिएम पिन हाल्ने है। त्यो पिन हालेपछि अब तपाईँले के पिन राख्नुहुन्छ, मैले चाहिँ अब अर्कै पिन राखेको छु। तपाईँको चाहिँ एटिएमकै पिन राख्नुहुन्छ कि अर्को कुन पिन चुज गरेर त्यही 4वटा डिजिट भएको चाहिँ पिन राख्नुपर्छ है। पिन राखेर अनि त्यस पछाडि यसो राखेर होइन, 4वटा डिजिट भएको राखेर एप्लाई क्लिक गरेपछि अनि एप्लाई हुन्छ होइन। मेरो त अब यो उस गरिसकेको छ, भरिसकेको छ, त्यस कारणले यस्तो देखाइछ। अनि सक्सेसफुल भनेर देखाउँछ यहाँनिर। यो अहिले मेरो चाहिँ भरिसकेको भएर पासवर्ड चेन्ज गर्ने हो भनेर आउँछ, चाहिँ ब्याक जान्छ है त। ओके ल, यसै गरी हो भर्ने होइन। चिन्ता नगर्नु होला, पऱ्यो भने तपाईँलाई सेयर आइहाल्छ, यहीँ लिस्टेड भएर देखाइहाल्छ। परेन भने चाहिँ तपाईँको पैसा रिटर्न आउँछ। यो भने चाहिँ धेरै मान्छे हुन्छन् भर्ने धेरै मान्छे हुन्छन्, पर्न त पर्छ, तर अलिक धेरै चाहिँ नभर्नु होला। पैसा 15-20 दिनसम्म होल्ड भएर बस्छ, होल्ड भएर बसेपछि आफूले चलाउनु पाइँदैन। पऱ्यो भने त सेयर आइहाल्छ, परेन भने 5 रुपियाँ काटेर पैसा तपाईँको बैङ्क एकाउन्टमा रिटर्न आइहाल्छ है त। हस् त, नमस्ते, बाई। ल साथीहरू है, आइपिओ भन्ने सिस्टम यही हो होइन, देखिहाल्नुभयो। आइपिओ भनेको चाहिँ तपाईँहरूलाई एउटा गभर्मेन्टले स्वीकृति खोल्न स्वीकृति दिएको एकदम राम्रो हाइड्रो पावरहरू अथवा बैङ्कहरू अथवा फाइनेन्सहरू, यो जुनसुकै कम्पनीको नि लगानी गरेर पैसा लगानी गरेर कम्पनी खोल्छन् र त्यसमा केही पैसा पुगेन भने अब कहाँबाट जुटाउने त होइन। फन्डिङ त चाहियो कम्पनी चलाउनको लागि, चलाउँदा पैसा पुग्दैन। नपुग्ने कारणले गर्दाखेरि पैसाको आवश्यक पर्छ। आवश्यक परेपछि अनि अब हामीसँग त पैसा छैन, सर्वसाधारणलाई पनि यसमा सहभागिता गरौँ। उहाँहरूलाई नि यो हाम्रो कम्पनीको 10% 20% कति पर्सेन्ट पर्छ त्यो अनुसारको मालिक बनाउँ भनेर चाहिँ उहाँहरूले आइपिओ खोल्छन् होइन। यो सेयर खोल्छन् गभर्मेन्टसँग स्वीकृति लिएर, अनि त्यस पछाडि 10 किता 20 किता कति पर्छ त्यो दिन्छन्। 10 किता पऱ्यो भने हामी त्यो कम्पनीमा 10 किता सेयरको भागीदारी, यानि कि हामी 10% को मालिक है। 20 किता पऱ्यो भने सेयरको 20% को मालिक, 20 किताको भागीदार हामी त्यो हुन्छौँ होइन। त्यही अनुसारले घटबड भएको नाफा घाटा के छ त्यही अनुसारले लिस्टेड हुन्छ, त्यही अनुसारले हामीलाई बोनस दिन्छ, सेयर दिन्छ, त्यस्तै हो है त। है सम्पूर्णले अझै बुझ्नको लागि चाहिँ अरू पनि भिडियोहरू युट्युबमा होला नि, त्यहाँ पनि हेर्नु होइन। मेरो नि युट्युबमा भिडियोहरू अझै राम्रोसँग अझै बुझाएर बनाएर हाल्दैछु है त। ल सम्पूर्णले भिडियो चाहिँ फुल वाच गर्नु होला है त। त्यस पछाडि सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके, हस् त, नमस्ते।